नमस्ते ग्याङ, वेलकम टु द न्यू भिडियो। आजको भिडियोमा म दिनेवाला छु स्प्लिट्सभिला 16 को एपिसोड 32 को रिभ्यू फ्रम माई साइड, बिकज वाइ नट क्या। सो लेट्स स्टार्ट। सो योगेशले गरेको काण्ड ब्रो, द्याट्स सो क्रेजी क्या यार। मतलब योगेशको गल्ती त छ यार। योगेशले गर्दा दुईजना केटीहरू पिसिरहन्, लाइक आकाङ्क्षा तर सिम्पेथी भनेको नराम्रो वेमा भने होइन, तर सिम्पेथीले आकाङ्क्षाले कति फलोवर कमायो, लाइक इट्स क्रेजी। 1 मिलियन फलोवर भइसक्यो आकाङ्क्षाको। सो आजको यो एपिसोडमा रिभ्यू दिन थालौँ। सो यो एपिसोड के को भनेदेखि यो एपिसोड हो इन्टरटेनमेन्ट टास्कको। सबसे बिगिनिङमा इन्टरटेनमेन्ट टास्कको अब प्रिपरेसन हुन्छ। प्रिपरेसनमा चाहिँ सबसे धेरै लफडा हुन्छ प्रिपरेसनमा, किनकि प्रिपरेसनमा लफडा हुन्छ रुरु र आकाङ्क्षा र योगेशको बिचमा। यसमा चाहिँ के भएको हुन्छ भनेदेखि बेसिकली एउटा सङ, तिनीहरू अब एउटा सङ गरेर हुन्छ नि त। अनि एउटा सङको पार्टमा चाहिँ रुरु र योगेश गर्ने भनेर रुरु भन्छ, अनि आकाङ्क्षा र योगेश गर्ने भन्छ क्या। अब को चाहिँ त्यो पार्टमा गर्ने भनेर त्यहाँ बिचमा आयो क्या। अनि त्यही भएर तिनीहरू बिचको झगडा पर्यो। अनि योगेशको गल्ती के भयो भनेदेखि योगेश यदि मुभ अन गर्न सकेको थिएन। योगेशको ब्रेकअप भयो कति 11 अक्टोबरमा भने होइन। अनि योगेश यदि मुभ अन गर्न सकेको थिएन भने उसले के गर्यो भन्दै उसले रिबाउन्ड गर्यो। रिबाउन्ड भनेको त एउटासँग ब्रेकअप भयो, अब त्यसको ब्रेकअपको दिमागबाट हटाउनको लागि अर्कोसँग रिलेसनसिपमा बस्ने। द्याट्स वाट हि डिड, बिकज त्यो त सेम त हो नि। सोमा आउने भनेको त रिलेसनसिप बनाउन र रिलेसनसिपमा बस्ने हुने हो, रिबाउन्ड गर्न खोज्यो। बट के भयो, रिबाउन्ड धेरैले स्क्रिप्टेड भनिरहेको। तर मलाई के लाग्छ भनेदेखि स्क्रिप्टेड भएको भए, स्क्रिप्टेड कसरी हुन्छ, किनकि स्क्रिप्टेड भएको भए आकाङ्क्षा नि त्यसको पार्ट हुनु पर्यो नि त। नत्र स्क्रिप्टेड थिएन भने आकाङ्क्षा र योगेशको बन्ड यति धेरै राम्रो त कसरी हुन्थ्यो त। मतलब यिनीहरू दुईजना यस्तो कम्प्याटेबल त हुन्थ्यो भन्ने त पहिल्यै थाहा त हुँदैन थियो नि त। कि स्क्रिप्टेड भयो त पुरै सो नै स्क्रिप्टेड हो। नत्र चाहिँ आई पर्सनली थिङ्क कि यसमा योगेशको गल्ती छ र रुरुको पनि केही गल्ती छैन। बिकज रुरु त आयो, रुरु त आफ्नो अब एक्सलाई माया गर्छ होला धेरै भनेर आयो। तर योगेशको गल्ती नभनेको स्प्लिट्सभिला जानुभन्दा अगाडि चाहिँ आकाङ्क्षालाई भनेन नि त उसले ऊ गइरहेछ भनेर। उसले अब आफ्नो त्यत्रो माया गर्ने एक्स थियो, त्यत्रो अब घरमा आउँथ्यो, त्यस्तो गर्थ्यो, आमा बाबालाई खाना पकाएर खुवाउँथ्यो, के भन्यो नि त आफ्नो एक्सप्लेनेसन भिडियोमा। तर उसले इन्फर्म त गरेन नि त। इन्फर्म गर्नु त एटलिस्ट भनिदिनु त पर्थ्यो नि म यहाँ गइरहेको छु। उसले के गर्यो, रिबाउन्ड गर्न खोज्यो, मुभ अन गर्नलाई। सो द्याट्स हिज मिस्टेक। सो यहाँ चाहिँ जब रुरु रोयो नि, लाइक सी स्वेड अन हर मम, अनि रोयो क्या यदि म गरेन भने। बट त्यसपछि जब स्वेड अन मम गर्यो अनि त्यसपछि योगेश गयो आकाङ्क्षालाई मनाउन गयो, तर आकाङ्क्षा मानेन। सो आज इन्टरटेनमेन्ट टास्कमा आइछन् गेस्ट प्रिन्स नरुला दियोजी। तर एउटा कुरा लास्ट ल्याङ हुने क्या। अब हामीले त युट्युबमा हेर्छौँ नि त, धेरै जस्तोसँग त जियो हटस्टार हुँदैन नि त। युट्युबमा हेर्छौँ अनि युट्युबमा त अडियो नै आउँदैन क्या। कस्तो यो अडियो सुन्छ क्या गाइस। ल अब मान्छे गाइरहेछ, मान्छे नाचिरहेछ, हामी चाहिँ टुँ 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 सुनेर बस्ने त भने। लाइक युट्युबमा त यार आफ्नो म्युजिक त हाल्नु नि यार। यार यस्तो त लास्ट हामीलाई त झ्याउ हुन्छ नि त यार। एज एन अडियन्सको पर्सपेक्टिभले त हामीलाई त झ्याउ हुन्छ नि त ब्रो। नट जजिङ होइन। एउटा भिडियोमा वाट वाज मोहित इभन वेयरिङ क्या। त्यो बच्चाले दौरा सुरुवाल लाउँछ नि, बच्चालाई दौरा सुरुवाल लगाइदिन्छ नि जब बिएमा फर्स्ट टाइम बिएमा गएको हुन्छ नि, त्यो बेला बच्चालाई दौरा सुरुवाल लगाइदिन्छ नि, एक्ज्याक्टली त्यस्तै थियो। एन्ड योगेश एन्ड रुरु आर ट्विनिङ इन दिस, इफ यु नोटिस्ड। योगेशले नि ब्ल्याक सर्ट लाग्छ र रुरुले नि ब्ल्याक टप लाग्छ। दे आर ट्विनिङ। अनि आई थिङ्क योगेश हेभ अलरेडी मेड इट क्लियर कि योगेशलाई अब रुरुसँगै जानु छ। सो रुरु र योगेशको बन्ड बाहिर पनि छ, ओके देयर चोइस होइन। अब आकाङ्क्षालाई अब चिटै टाइप भनौँ न, चिटै टाइप भयो आकाङ्क्षाले। तर आकाङ्क्षाले नि फाइदा त भयो, नट त्यस्तो हेपेर टाइप होइन। वाट द फक एम आई इभन सेइङ। सिम्प्याथीको वेमा 1 मिलियन फलोवर भयो, ग्रोथ भयो धेरै। सो ओके गाइज, वी आर इन द मिडल अफ द रिभ्यू। अनि लेट्स टक अबाउट यो अनिशा र आयुषको एउटा केस भाइरल भएको छ नि गाइस। यु गाइस नो आयुष चाहिँ एउटा पेडोफाइल भनिरहेको छन् क्या मान्छेहरूले। किनकि आयुषको एउटा च्याट लिक भएको छ जहाँ चाहिँ आयुषले एउटा माइनरलाई एक्सप्लिसिट थिङ्सहरू मागेको हुन्छ क्या। अनि भोइस मेसेज पनि सुनेको हुन्छ। त्यो चाहिँ यो भाइरल हुनु र सोमा आउनुभन्दा अगाडिको कुरा हो। द्याट्स वाइ इज गेटिङ अ ट्याग विच इज पेडोफाइल राइट नाउ होइन। अनि योगेश र आकाङ्क्षाको अहिले अब मेन टपिक, तातो टपिक भनेको त योगेश र आकाङ्क्षाकै चलिरहेछ नि त। अनि योगेश आकाङ्क्षा र रुरुको, अनि योगेश र रुरु अहिले सँगै छन् भनेपछि अब तिनीहरूको लागि राम्रो हो, तर आकाङ्क्षाको लागि राम्रो होइन। किनकि आकाङ्क्षाको दिल टुट्यो, मुटु टुट्यो भयो आकाङ्क्षाको। अब आजको एपिसोडको बेसिसमा कुरा गरौँ न, प्रिन्स नरुला इज जज हियर।
सो प्रिन्स नरुलाको एउटा डायलग मलाई मन पर्यो, हिमांशुको हरेक सोमा मनपर्छ। हिमांशुलाई को मनपर्छ क्या, प्लेग्राउन्डमा हिमांशुलाई को मन पर्यो थाहा छ, ख्याति र शोभिका। अनि यो सोमा आएर फेरि दीक्षा, हरेक सोमा यसको लभ पर्छ। यो र शिवेत एउटै भइसक्यो, यिनीहरू दुइटैको हरेक सोमा लभै पर्न हुन्छ क्या। मतलब इट्स क्रेजी क्या, क्रेजी। रन र अस्मिताको कुरा गरौँ गाइस। अस्मिता इज माई वान अफ द फेभरेट बिकज मलाई पहिल्यैदेखि अस्मिता धेरै नै मन पर्थ्यो। अनि रनको कुरा गर्ने हो भने रन आई डोन्ट लाइक नाउ बिकज जब रन र स्यान्डीको डोममा झगडा भयो, स्यान्डीले रनलाई के भन्यो होइन, बट रन यु हेभ नो सेल्फ रेस्पेक्ट क्या। रनले सो पछि स्यान्डीसँग गएर फेरि रिल बनायो। लाइक I would never ever go back to the people who made me feel that much worse. Like यसको रनलाई बेस्ट फ्रेन्ड भनेको थियो सौन्दर्यले योभन्दा अगाडिको डोमतिर, अनि त्यही डोममा रनलाई नै निकालिदियो क्या, बेस्ट फ्रेन्ड भनेको थियो अनि निकालिदियो क्या। अनि ही गोज ब्याक टु हर क्या, लाइक स्पाइनलेसै भन्न मिल्छ क्या, स्पाइनलेस। एन्ड द पर्फर्मेन्स वाइज रन एन्ड अस्मिता पर्फर्म भेरी वेल आजको डान्समा। मैले त अब सुन्नै मिल्दैन, गीतै नाच्या मात्रै हेर्ने हो। सो पर्फर्मेन्स वाइज चाहिँ यिनीहरूको पर्फर्मेन्स मलाई राम्रो लाग्यो होइन। यिनीहरू र सौरभ र निहारिकाको पर्फर्मेन्स चाहिँ मलाई एकदम राम्रो लाग्यो। सौरभ र निहारिका आर द बेस्ट कपाल अफ स्प्लिट्सभिल्ला राइट नाउ होइन, किनकि यिनीहरूको म्युजिक भिडियो छ नि जुन त्यो मितारोहरूको सिसावाला, त्यसमा के भएको थियो भनेदेखि त्यसमा चाहिँ एउटा पडकास्टमा मैले क्लिप देखाएको थिएँ क्या, जहाँ चाहिँ सदफ र सौन्दर्यले मेनली सदफ र सौरभको चाहिँ भाइरल भएको थियो यिनीहरू। निहारिका त बिचमा फेम लिन आई त्यो सङबाट भन्यो, तर अहिले चाहिँ के भन्दै त्यो सङको सिङ्गर अनि निहारिका सौरभहरूले म्युजिक भिडियो नै निकाल्दियो अनि तिनीहरूलाई इट वाज ग्रेट। गाइस लेट्स टक अबाउट हर्षित र प्रीत है। हर्षित गुरानी हो क्या अरे, अनि प्रीत गोस्वामी हो कि समथिङ के हो। प्रीतको मलाई गेम प्ले मन पर्दैन। प्रीत, खुसी, झलक इज इन्टायरली अन कायरा क्या। कायराकै पछाडि खेलिरहन् क्या यिनीहरू। त्यो अर्को भिलादेखि कायराकै कायराले यो भने यो, कायराले त्यो भने त्यो, कायराले यो भने त्यो भइरहेको छ। यिनीहरूको सेल्फ स्ट्यान्ड देखेको छैन, यिनीहरूको आफ्नो गेम देखेको छैन। यिनीहरूको गेम भनेको कायराको पछाडि मात्रै देखिरहेको छ। द्याट्स अडियन्स पोइन्ट अफ भ्यू, नट अन्ली माइन है। अनि हर्षितको के भने, हर्षितलाई चाहिँ के भन्न मिल्छ भने बिचमा राख्न मिल्छ क्या। नट टु गुड, नट टु ब्याड, हि इज क्वाइट फनी, हिज ह्युमर इज क्वाइट फनी। किनकि यसको ह्युमर कस्तो छ भनेदेखि कस्तो स्ट्रेन्ज ह्युमर छ क्या, लाइक खाने ह्याङ जस्तो कि ल के भइरह यहाँ टाइप ह्युमर छ क्या। अनि विच मेक्स हिम अ बिट युनिक क्या। अनि अनिशा अरे वाट द फक एम आई इभन सेइङ, अनिशा होइन अनुष्का। स्प्लिट्सभिल्ला की क्वीन में थी, मैं हूँ और मैं ही रहूंगी, समझा क्या? मलाई अनुष्का बेला बेला ठिक लाग्छ, बेला बेला यस्तो इरिटेटिङ लाग्छ, बेला बेला के गर्छ सी इज लाइक आकृति अफ दिस सिजन। Honestly, she's like Akriti of this season.